लगाइ सुरु भयो फेरि आज कामको लागि सर्व रुमबाट निस्किएर अब सर्व अब काममा आज चाहिँ केही विशेष होला जस्तो छ किनभने टाइफो आइरहेको छ टाइफोले गर्दाखेरि चाहिँ जापानमा धेरै क्षति भएछ आज मेरो भाग्य भनौँ कि भाग्यले गर्दाखेरि मलाई केही भएन म चाहिँ बिहानभरि सुत्न पाएँ किनभने हिजो रातभरि काम गरेर आएको अनि रातभरि तर्किएछ र फाइन त यो बाटाभरि यताउति छ्याल ब्याल मान्छे चाहिँ गाडी लिएर हिँड्न नसक्ने भएको प्लस यहाँ भूकम्प धेरै आयो क्या त्यसले गर्दाखेरि अब झन् भाग्य भएर सुत्न पाएँ अहिले 3 भन्दा 4 भन्दा लाग्यो 12 बजी त्यस्तो बिउजे थिएँ अहिले 4 बजी अब कामको लागि हिँड्दैछु यस्तै पुलिसहरू चाहिँ यस्तै हो पुरै अब यो गरे 24 आवर सेक्युरिटी दिनुपर्छ के अरे त्यही भएर आज चाहिँ धेरै मान्छेलाई उद्धार गर्नको लागि पुलिसहरू पनि राम्रो भानै छन् क्या अब त्यस्तै सरले त उठ्यो खानासाना यो अब हिँड्यो ट्रेनमा चढ्ने सर घर जाने घर भनेर फेरि कामको घर कहाँ गएर सर जाने त्यस्तै गर्दा हिँड्छ आज गर्नु भोलि गर्ने गर्दा गर्दा ढुङ्गो त फुट्छ हान्दा जाऊ भला बनिहाल्छ अब आज त लोटो काट्ने भनेको आज लोटो काट्दाखेरि के पर्छ त होइन पर्छ आज लोटोको चाहिँ अहिले लोटो गाडी घर सट्ट सानो भिडियो देखाउँछु देख्न सक्नुहुन्छ आजको मौसम चाहिँ एकदम नराम्रो भइरहेछ कालो न कालो प्लस यसमा के भन्नु सक्नुहुन्छ मान्छेहरू यस्तै हितै पाइ भन्छ क्या जापानिजमा यस्तै छ सिनेमेटिक भ्यूजहरू देख्न पाइन्छ यहाँ चाहिँ अरू त्यस्तै हो तपाईँलाई अहिले मैले ठ्याक्क आज मेरो गाडी खाना लोटो फटाएर देखाउँछु जसरी काम गर्नु नपाउँछ लोटो गाडी तरिका धेरै थाहा लाउनु सक्छ यसको बारेमा पनि भलै मलाई लोटो नपरे पनि त जनताहरूलाई मेरा आउने भाइ बहिनीहरूलाई कसरी काट्ने कसरी धनी भन्ने एउटा सानो जिज्ञासा हुनसक्छ त्यसको बारेमा सानो भिडियो गराउन चाहन्छु त्यसैको बारेमा अब म यहाँदेखि ट्रेन चढ्नु पर्ने हुन्छ तर त्यस्तै गर्दाखेरि चेक रिचार्ज गर्नेदेखि लिएर हरेक चिज आज चेकमा पैसा पनि छैन रिचार्ज गरेर म तपाईँहरूलाई फेरि पुनः भिडियो जोडेर देखाउनेछु म चाहिँ ट्रेन कुरिरहेको छु अब ट्रेन आउनेवाला छ ट्रेन आएपछि सर्व यो लाइनमा ट्रेन आउँछ ट्रेन आएपछि चाहिँ सबै काममा गएपछि सर्व तपाईँहरूले एकी मास्टर भन्ने ट्रेन चलाउने चलाकलाई देख्नुभएको छैन होला ट्रेन चलाउने चलाक चाहिँ उहाँ हुनुहुन्छ यस्तो मिल्छ यस्तो टोपी लगाएर ढाका टोपी लगाएर हो अब यहाँ एनाउन्सिङ गर्दैछ कि अब 7 नम्बर ट्रेन आउँदैछ भनेर एनाउन्सिङ गर्दैछ यस्तोमा हुन्छ मान्छे त हेर्नु चाहिँ तपाईँले कति यो पुरै मान्छे हो भने यस्तो चलपल यहाँको यस्तै छ अब त धेरै मान्छे यस्तै गरेर कार्ड कमाएर साथीहरू लाख खर्च गर्छ 1 लाख रुपियाँ खर्च गर्छ भन्नु 5 रुपियाँ नाथे त्यही पनि हिम्मत जुटाएर आज म हिम्मत जुटाएर टक्क लोकल पोसाक हो किनभने यहाँ जापान आएदेखि चाहिँ मेरो भान्जा भाइले चाहिँ एउटा धुन्न लगाउने कपडाहरू हुनुपर्छ भन्थे भान्जाले दिएका कपडा र किनेको कपडा चाहिँ म काममा गराल्दै हेरेर यस्तै गरेर मेरो एउटा अमेरिकन क्रेडिट कार्ड हुन्छ भने कति खर्च गर्छ भन्नुहुन्छ अब म जाँदैछु बेटा आज मैले निश्चय तरिकाले हान्नु पर्ने हुन्छ नम्बर अस्तिको पालि चाहिँ फर्स्टचोटि काट्दाखेरि 3टा नम्बर मिलेको थिएँ एउटा नम्बरमा मिलेको कारणले गर्दाखेरि म यसो त्यहाँ भुलचुक भयो अब पालि म 5 नम्बर 6 नम्बर लिनु पर्ने हुन्छ आज त 3 भाइको काट्दैछु मैले यो भाइलाई कस्तो नपर्ला रहेर यो लाइनमा आएको आज यहाँदेखि उठाउने पैसा केटा
सालहरू आउँछ चट्ट त्यता पाराले उठाएर उठाएर चट्ट गाइन्छ। अब लोटो सेन्टरमा पनि आइसकिएछ। लोटो सेन्टर नजिकै हो, लोटो सेन्टर नजिकै छ। गाइस लोटो चाहिँ हाम्रो अहिले हटमा पारिसकेको छ। लोटो हो यो। अब अब मलाई अब बाल्टीमा दुध दुधायो त बाल्टीमा दुध अडिन्थेन। त्यही पनि अब कहिलेकाहीँ त गर्छु, कहिलेकाहीँ त भैँसी लाचाल नआएर ओडिन्छ कि भनेर फेरि मैले किने। अब 300 रुपियाँको जुस यसै जतिसक्यो यताउति गरेर खर्च हुने हो। जस्तो धारामा गरेर किने। आज हेरौँ, आज 2 बाइक 3 बाइक लोटो सट्टै किनेको छु। त्यही नम्बर देखाउनु मिल्दैन तपाईँहरूलाई। अरू तपाईँहरूलाई जानकारी अरू प्यारेपछि नदुने वाला छु, चिन्ता नगर्नु होला। आज चाहिँ बहुत मौसम बादल चाहिँ अलि यस्तो पुरै कालै भएको छ। के थाहा यो असिनाले चुटेर पर्नै लेखेर हो कि भनेर के कसरी गाई चोर्नादाखेरि पनि असिना परेला कोही आउँदैन नि। त्यस्तै गरेर झ्याम्म यहाँ पऱ्यो भने त कालै म सिधै घुम्न नेपाल भने जस्तो त्यो होला नहोला अब आफ्नो हुन्छ। मैले तर्फबाट गर्ने काम गरेँ। देख्न सक्नुहुन्छ लोटो हो यो।